नमस्ते साथीहरू, आज मैले आउँदै गरेको महाशिवरात्रिको बारेमा यो छोटो भिडियो लिएर तपाईँ सामु आएको छु। कृपया स्वीकार गर्नुहोला। ओम नमः शिवाय। नमः शिवाय। हर हर महादेव। ओम नमः शिवाय। ओम नमः शिवाय। हर हर महादेव। जय श्री महादेव। ओम नमः शिवाय। आज हामी हिन्दू धर्मको एक अत्यन्त पवित्र र रहस्यमय पर्व महाशिवरात्रिको पौराणिक कथा सुन्दैछौँ र हेर्छौँ। धेरै धेरै पहिलेको कुरा हो, जब देवता र असुरहरू बीच शक्ति सन्तुलन बिग्रिँदै गएको थियो, तब अमरत्व प्राप्त गर्ने उद्देश्यले समुद्र मन्थन गर्ने निर्णय गरियो। मन्दराचल पर्वतलाई मथानी र वासुकी नागलाई दूरी अर्थात् नेति बनाएर विशाल समुद्र मन्थन सुरु भयो। मन्थनसँगै समुद्र गडगडायो, आकाश काप्न थाल्यो र प्रकृतिमा अद्भुत परिवर्तन देखा पर्न थाल्यो। तर अमृत निस्किनु अघि समुद्रको गहिराईबाट निस्कियो एक भयानक विष, हलाहल विष। त्यो विष यति प्रचण्ड थियो कि त्यसको धुवा मात्रले देवता, असुर, पृथ्वी, आकाश सबैलाई विनाश गरिदिन्थ्यो। यही विनाशको डरले काँप्न बाध्य बनायो। सारा सृष्टि सङ्कटमा पर्यो। डर र पीडाले भरिएका देवता र असुरहरू अन्ततः एकै स्वरमा भगवान शिवको शरणमा पुगे। करुणाका सागर औगरदानी महादेवले सम्पूर्ण सृष्टिको रक्षा गर्न त्यो विष आफै पिउने निर्णय गर्नुभयो। माता पार्वतीले विष शरीरभर फैलिन नदिउन् भनी शिवको कण्ठ समातेर राख्नुभयो। विष कण्ठमै रोकियो र शिवको कण्ठ नीलो बन्यो। त्यस दिनदेखि भगवान शिव नीलकण्ठ महादेव कहलिन थाल्नुभयो। यो महान त्याग भएको पवित्र रात थियो, फाल्गुन कृष्ण चतुर्दशी, जसलाई आज हामी महाशिवरात्रिका रूपमा मनाउँछौँ। अर्को पौराणिक मान्यता अनुसार यही रात माता पार्वती र भगवान शिवको दिव्य विवाह सम्पन्न भयो। माता पार्वतीले शिवलाई पति रूपमै पाउन कठोर तपस्या गर्नुभयो। वर्षौंसम्म ध्यान, संयम र भक्ति मार्गमा अडिग रहनुभयो। अन्ततः उहाँको निष्ठाबाट प्रसन्न भई शिवले विवाह स्वीकार गर्नुभयो। यसैले महाशिवरात्रि प्रेम, समर्पण र विश्वासको पर्व पनि हो। एक अर्को रोचक कथामा भनिन्छ, एक पटक ब्रह्मा र विष्णु बीच को श्रेष्ठ भन्ने विवाद भयो। त्यसै क्षण आकाश र पाताल चिर्दै एक अनन्त ज्योतिर्लिङ्ग प्रकट भयो। दुवैले त्यसको अन्त्य खोज्ने प्रयास गरे, तर असफल भए। तब उनीहरूले स्वीकार गरे, यो अनन्त प्रकाश नै भगवान शिव हो, जो न आदि छन् न अन्त। यसै दिन नेपालको राजधानी काठमाडौँको पूर्व उत्तरतर्फ बागमती नदीको किनारमा अवस्थित श्री पशुपतिनाथ मन्दिरमा ठुलो मेला लाग्ने गर्दछ। संसारभर छरिएर रहेका शिवभक्त हिन्दूहरूको यहाँ उल्लेख्य मात्रामा उपस्थिति रहन्छ। साधु, सन्त, महात्माहरूको पनि ठुलो मात्रामा उपस्थिति रहन्छ। मन्दिरको वरपर जताततै हर हर महादेव, ओम नमः शिवाय जस्ता मन्त्रले वातावरण नै शिवमय भएको हुन्छ। यहाँ वालिएको बत्ती र धूपको धुवाँले दूषित हावा पनि पवित्र बन्ने गर्दछ। यहाँ बजाइने शङ्ख, घण्ट र डमरुको आवाजले वातावरण नै पवित्र बनाएको हुन्छ, जसले गर्दा श्रद्धालु भक्तजनको मन पवित्र भएको महसुस गर्दछन्। यसरी महाशिवरात्रि केवल पर्व मात्र होइन, यो त्यागको शिक्षा, अहङ्कार त्याग्ने सन्देश र आत्मज्ञानतर्फ जाने मार्ग हो भन्ने विश्वास छ। यस पावन रात व्रत, जागरण र ओम नमः शिवाय, हर हर महादेव मन्त्र जप गर्ने भक्तहरूको जीवनमा शान्ति, शक्ति र सकारात्मक परिवर्तन आउँछ। अन्त्यमा यही प्रार्थना, हे भोलेनाथ, हामी सबैको जीवन अज्ञानको अन्धकारबाट मुक्त गरिदिनुहोस्। हर हर महादेव, ओम नमः शिवाय। ओम नमः शिवाय। ओम नमः शिवाय। हर हर महादेव। ओम नमः शिवाय। हर हर महादेव। ओम नमः शिवाय। ओम नमः शिवाय। हर हर महादेव। जय श्री महादेव। ओम नमः शिवाय। ओम नमः शिवाय। ओम नमः शिवाय। ओम नमः शिवाय। हर हर महादेव। साथीहरू, भिडियो कस्तो लाग्यो? राम्रो लाग्यो भने लाइक, कमेन्ट, शेयर र सब्सक्राइब गरिदिनु होला है, ताकि हामीलाई आगामी दिनमा यस्तै प्रकारका भिडियो सामग्रीहरू तयार गर्ने र तपाईँ सामु पस्कने हौसला र प्रेरणा मिलोस्। अर्को भिडियोमा फेरि भेटौँला।